Hello, good morning guys. Welcome to the first vlog from Japan. जापानमा आएको छ मेरो पहिलो भिडियो हो. आई मिन भ्लग नै मैले पहिलोचोटि बनाउन लागेको हो. सो अहिले चाहिँ म नागोया भन्ने ठाउँमा छु अनि ठुलो बिल्डिङ प्लानिङतिर छु. म प्लानिङमा बस्छु दाइसँग अनि यस्तो बिल्डिङहरू चाहिँ अलमोस्ट 70-80 वटा जति छ अनि यो चाहिँ पार्क हो. आजको मौसम चाहिँ एकदम कुल छ किनभने आई लाइक रेन अनि म पार्कमा आएको छु. ठ्याक्क स्प्रिङ सुरु हुने बेला भएको छ. सो आज चाहिँ भ्लग बनाउनुको कारण चाहिँ म टोकियो जाँदैछु नागोयाबाट अनि फर्स्ट टाइम नै हो अनि के हुन्छ बाटोमा सफर कस्तो रहन्छ भन्ने कुरा चाहिँ देखाउन गइरहेको छु. एक्चुअली भिडियो बनाउनु कारण चाहिँ खासै मलाई भिडियो बनाउनु चाहिँ मन लाग्दैन. त्यही पनि बुढीको करले चाहिँ बनाउनु लागेको हो. बनाउनु भिडियो बनाउनु ग्रो गर्नुपर्छ सँगै भिडियो युट्युब च्यानललाई भनेर भएको छ. अलमोस्ट 434 वटा चाहिँ सब्सक्राइबर भएको छ. अब लेट्स सी गर्दै गएपछि कतिको हुन्छ. सो एकदम विन्डी छ है मौसम चाहिँ आज विन्डी एन्ड रेनी छ. म चाहिँ पार्कमा आएको छु. मैले अलरेडी भनिसकेँ पार्कमा चाहिँ किन आएको छु भन्दाखेरि मलाई चाहिँ भिज्नु मन लाग्छ. रेनिङ मन लाग्छ अनि कफी छ यहाँ. सो गाइज आई सो यु के हुन्छ बाटोमा कस्तो के कुराहरू नयाँ एक्सपिरियन्स गर्छु त्यो सबै म देखाउँछु. सो ओके गाइज सी यु. अहिले चाहिँ म ट्रेन स्टेसन जाँदैछु अनि पानी पगारी परिरहेछ. अहिले चाहिँ हामी ट्रेन स्टेसनमा आइसक्यौँ. अगाडि दाइ र छोरी हुनुहुन्छ अनि भित्र छिरेर टिकट काट्छौँ. अब पछाडि बस्नु पर्ला होला. मैले टिकट काटिसकेँ. म चाहिँ ट्रेन पटरीमा आइसकेँ. मेरो चाहिँ कति 134 को ट्रेन छ. ट्रेन हो ट्रेन
अरे कहना क्या चाहते हो? के बोले भाई? अब के बोले? के बोले? अरे कहना क्या चाहते हो? म चाहिँ टोकियोको सिन योकोहामा भन्ने ठाउँमा आइपुगेँ। सो अब चाहिँ म वेटिङ रुममा बस्छु। वेटिङ रुम। हेलो गुड मर्निङ सबैजनालाई। म चाहिँ हिजो चाहिँ खासै भिडियो बनाउनु पाएन, न्यु इयर इभ थियो, हल्का रमाइलो भयो। त्यही भएर आज बिहान चाहिँ म मेरो भिडियो बनाउन लागिरहेको छु। अहिले चाहिँ म ठ्याक्क टोकियोको नारुसे भन्ने ठाउँमा छु, दाइ कान्छो दाइकोमा। कान्छो दाइ चाहिँ त्यो बिल्डिङमा बस्नुहुन्छ ठ्याक्क। अनि म चाहिँ यहाँ एउटा खोला रहेछ, खोला यसो एक्सप्लोर गर्न आएको। दामी रहेछ, पुरै यो साकुरा फुल चाहिँ झरेर चाहिँ पुरै ग्लिटरिङ देखिरहेको छ। बब्बाल छ है भ्यू चाहिँ, यस्तो छ होइन। अनि यसले चाहिँ ठ्याक्क काठमाडौँको धोबी खोलाको भ्यू देखाउँछ। तर फरक चाहिँ यति के मात्र हो भने यो चाहिँ सफा छ, धोबी खोला चाहिँ फोहोर छ। सो यस्तो छ ठाउँ, यस्तो दामी मर्निङ वाक गर्न मजा हुन्छ यसमा। तर यहाँ चाहिँ अहिले चाहिँ 10 बजिसक्यो। सो त्यही हो, अब यहाँ बस्छु म 1-2 हप्ता बस्छु अनि सो एक्सप्लोर गर्छु। फर्स्ट भिडियो हो मैले बनाएको जापान आइसकेपछि, अनि मेरो भ्लग नै फर्स्ट हो जस्तो लाग्छ। सो बुढी छैन, बुढीलाई चाहिँ अब चाँडै नै बोलाउने प्रोसेस हुँदैछ। तर दिस भ्यू क्या गाइज, इट्स अमेजिङ। वाउ, टक्क टक्क हिँड्ने होइन, ट्याक्क बुढीलाई मिस गरेँ मैले। टक्क हात समात्दै हिँड्नु, यहाँ पुरा मजा आउँछ। सो यस्तो छ खोलाहरू चाहिँ, बेस्ट टाइम छ। ओके, अब यति नै बनाउनु पऱ्यो, अब भिडियोहरू बिस्तारै आउँदै गर्छ। ओके गाइज, स्टे सेफ, स्टे हेल्दी, बी एक्टिभ, बाई।